हेलो वेलकम टु माई अनदर न्यू ब्लग। तपाईँको दाई तपाईँको भाइ नमस्ते सबैजना नेपाली दाजुभाइ दिदीबहिनी सबैजनालाई है। आज चाहिँ म तपाईँहरूलाई एउटा पार्कभित्र लिएर जाँदैछु। त्यो पार्क चाहिँ यो बाटो जानुपर्छ होइन। अनि म अहिले चाहिँ बाटो क्रस गर्न लागेको छु। यहाँनिर चाहिँ ट्राफिक लाइटहरू छैन साथीहरू। त्यो कारणले गर्दाखेरि हेरेर विचार गरेर होइन, मौका मिलाएर मौकामा चौका हानेर बाटो चाहिँ काट्नुपर्ने कन्डिसन छ। हेर्दै जानुहोस् आज म तपाईँहरूलाई कस्तो पार्कमा लिएर जाँदैछु त है साथीहरू। ल त्यही हो, एकदम जाडो छ, मौसमले एकदम च्यालेन्ज गरिरहेको छ। राइट टाइमको मौका हेरेर जानुपर्छ भन्ने कुरो मैले गरेको थिएँ साथीहरू। मौकाको सही फाइदा उठाउँदै म अहिले चाहिँ बाटो क्रस गर्दैछु साथीहरू है। तपाईँहरूले देख्न सक्नुहुन्छ म अहिले सफल भएको छु यो बाटो काट्नलाई। दृश्य हेर्नुहोस् न साथीहरू, कस्तो छ दृश्य। यता फार्मिङ चलिरहेछ साथीहरू होइन। अनि म चाहिँ यतातिर जानुपर्ने हुन्छ। यहाँ किन यसरी पार्किङ गरेको छ त्यो मलाई थाहा भएन यार। रङ वेमा पार्किङ गरिरहेछ सोल्टीले। अनि यतातिर चाहिँ के छ भन्दाखेरि साथीहरू होइन, अलि यो गाउँ जस्तो एरिया रहेछ कि साथीहरू। अनि त्यो कारणले गर्दाखेरि चाहिँ धेरै ट्राफिक जाम त्यस्तो समस्या छैन साथीहरू यता है। तपाईँहरूले देख्न सक्नुहुन्छ साइलेन्ट छ। अब यो बिहानको समय भएर पनि होला। आज वेदर चाहिँ साथीहरू होइन यस्तो छ क्या, अब अँध्यारो अँध्यारो छ होइन। ब्लु स्काई देख्न अलिक गाह्रो छ साथीहरू। सायद यता चाहिँ फ्याक्ट्री हुनसक्छ, कुनै कुराको फ्याक्ट्री होला। अब के को फ्याक्ट्री छ त्यो त मलाई थाहा भएन। अब उही त्यही हो साथीहरू, बाटो देखाउन आए जस्तो हुन्छ है। अब त्यस्तो नसोच्नु होला, तर यहाँको बाटोबाट पनि धेरै कुराहरू सिकिन्छ क्या। त्यो भएर पनि म चाहिँ तपाईँहरूलाई यो भिडियो लिएर आएको छु। म तपाईँलाई अब सिधै त्यो पार्कमा पुगेपछि म तपाईँहरूलाई त्यो पार्कको दृश्य देखाउनेछु है साथीहरू। स्टे ट्युन है साथी। साथीहरूलाई बोर लाग्छ भनेर म्युजिकहरू हालिदिएको थिएँ होइन। अनि त्यो म्युजिकमा कपिराइट लाग्यो साथीहरू। त्यो भएर अब मेरो आवाज नै काफी छ जस्तो लाग्यो। त्यही भएर फेरि म बोल्न सुरु गरेँ साथीहरू। कुरा के हो भन्दाखेरि चाहिँ अब देख्न सक्नुहुन्छ तपाईँहरूले यो रङ्गी चङ्गी बिरुवाहरू, बोट बिरुवाहरू, पातहरू है। अब त्यस्तो छ साथीहरू। यो छेउछाउमा देख्नुभएको जति पनि हरियाली, रङ्गी बिरङ्गी फुलहरू, बोट बिरुवाहरू देख्नुभएको छन् साथीहरू। यो सडकको छेउमा किन हुन्छ त? प्रायः जस्तो सडकको छेउछाउहरूमा किन रोपिएको हुन्छन् त नि भन्ने कुरा म तपाईँहरूलाई, थाहा भएकोहरूलाई त थाहा भइहाल्यो होइन। थाहा नभएको मानिसहरूलाई, साथीभाइहरू, दाजुभाइहरूलाई, दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने, किन रोपिएको हुन्छ त भन्दाखेरि यो ध्वनि प्रदूषण भन्ने हुन्छ नि साथीहरू। एउटा ध्वनि प्रदूषणको लागि, अर्को चाहिँ यो सडकमा साधनहरू गुड्ने बेलामा जति पनि धुलोहरू हुन्छ नि त्यो रोक्नको लागि चाहिँ यो सडकको छेउछाउमा यो रोपिएको हुन्छ क्या है। अनि यो सडकको छेउमा एउटा सानो यो पार्क पनि रहेछ। अनि यो पार्कमा म तपाईँहरूलाई यो दृश्य देखाइराखेको छु साथीहरू है। तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला। बवाल छ नि होइन साथीहरू। र तपाईँहरू हेर्दै गर्नुहोस्। रातो फुल होइन नि साथीहरू, यो पात हो। म भक्कसी पार्क आइसकेँ साथीहरू होइन। यो पार्कमा चाहिँ अब मैले के देख्न सक्छु, तपाईँहरूलाई के देखाउन सक्छु भन्ने कुरा हो।
अब यहाँ जे देखिन्छ त्यो म तपाईँहरूलाई देखाउने नै छु साथीहरू है। अब यो चाहिँ एउटा टक्क तपाईँले देख्न सक्नुभयो, यो पहेँलो फुलहरूको फुलैहरू भन्नु पर्यो होइन, यो फुलहरू देख्न सक्नुहुन्छ। अनि त्यसपछि छेउछाउमा चाहिँ अग्ला बिल्डिङहरू छन् होइन। त्यसपछि यतापट्टि साइडमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यता ब्याङ्कहरू, रेस्टुरेन्टहरू होइन, यस्तो कुराहरू रहेछ साथीहरू। पार्कमा जस मान्छेहरू नि धेरै त छैनन्, तर अलिअलि छन् साथीहरू। यो मर्निङको टाइम भएर होला, अनि जाडो पनि अलि बढी नै छ होइन। बढिरहेको कारणले गर्दाखेरि मान्छेहरूको चाप अलिक कम नै देखिन्छ साथीहरू। यो बेलुकातिर चाहिँ अलि मान्छेको चाप बढ्ला जस्तो छ साथीहरू यहाँ होइन। म कुनै दिन यहाँ बेलुकाको दृश्य पनि म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु होइन। त्यति बेलासम्मको लागि चाहिँ तपाईँहरूले मलाई साथ दिनुपर्ने हुन्छ साथीहरू है। अब चाहिँ के छ भन्दाखेरि चाहिँ यो पार्कको नाम यहाँ छङछुङछाङ लेखेको छ, तर के लेखेको यो मलाई अलि पढ्न चाहिँ आउँदैन साथीहरू है। तपाईँहरूले अब कोले अब बुझ्नुहुन्छ उहाँहरूले चाहिँ कमेन्ट गरिदिनु होला। र यो पार्कभित्र चाहिँ यो म्यापको एउटा शिलालेख रहेछ। हल्का सिनेमेटिक भ्यूहरू पनि हान्दिउँ न त होइन। साथीहरूलाई नयाँ नौलो त नभनौँ, जस मेरो हातबाट मेरो भ्लगमा चाहिँ तपाईँहरूको लागि चाहिँ नयाँ नै हो, त्यो भएर चुस्छ मैले चाहिँ सिनेमेटिक हान्दैछु साथीहरू। हल्का जर्क पनि आएको छ, तर पनि मिलाएर बुझिदिनु, मिलाएर हेरिदिनु होइन, त्यही हो। अनि म चाहिँ अहिले यहाँ तपाईँहरूलाई अलिकति सिनेमेटिक सर्ट पनि यसो प्रयास गरेको छु। साथीहरूलाई के कस्तो लाग्छ यो पनि कमेन्ट गरिदिनु होला होइन। कमेन्ट गरेर बताइदिनु होला के छ कसो छ होइन। अब यहाँ हल्का जर्क पनि आएको कन्डिसन छ, अब तर त्यसलाई मिलाएर बुझिदिनु होला, मिलाएर हेरिदिनु होला होइन। त्यही भन्न चाहन्छु साथीहरू। अरू त अब त्यस्तै हो होइन, दुःख सुख यताउता चलिरहेको छ साथीहरू परदेशको ठाउँमा है। अब एउटा दुईवटा साथीहरू, नेपाली साथीहरू भेटेको भए चाहिँ अझ मजा हुने थियो साथीहरू। साथीहरू यो अब एउटा गार्डनभित्र होइन देखिएको यो दृश्य हो साथीहरू। अब तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ यो दृश्य होइन। तपाईँहरूलाई के कस्तो लाग्यो होइन। तपाईँहरूलाई राम्रो लागेको खण्डमा चाहिँ तपाईँहरूले यसो कमेन्ट गरे अझ मलाई खुसी लाग्ने थियो साथीहरू। यो पार्कभित्र चाहिँ धेरै कुराहरू त खासै नरहेछ साथीहरू, अलिअलि केही कुराहरू चाहिँ देख्न सकिन्छ। अब यो एउटा पार्क रहेछ, अनि त्यसपछि यहाँनिर चाहिँ एउटा यस्तो मर्निङ वाक, इभिनिङ वाक होइन गर्नको लागि चाहिँ स्पेस चाहिँ एकदम ठुलो रहेछ होइन। धेरै होइन, त्यही 3-4 किलोमिटरको यो चाहिँ क्षेत्रफलमा रहेछ साथीहरू। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ होइन, हरियाली सफा होइन। हाम्रो पनि यो जस अब हाम्रो यस्तो प्लेस चाहिँ पोखराको रङ्गशाला जस्तो होइन, अनि तपाईँको अब काठमाडौँको रङ्गशालाहरू जस्तो हो कि साथीहरू होइन। तर अब हाम्रो चाहिँ त्यो त्यस्तो ठाउँहरू चाहिँ रङ्गशाला इन्टरनेसनल गेम खेल्नको लागि चाहिँ होइन बनाइएको हुन्छ भने यहाँ चाहिँ लगभग एउटा समुदायमा चाहिँ एउटा यस्तो प्लेसहरू हुँदो रहेछ साथीहरू। र अहिले चाहिँ म अगाडि बढेको छु साथीहरू होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। जस धेरै अग्ला त छैनन्, सानो सानो नै छन् बिल्डिङहरू, तर बाटो र सिस्टम होइन अनि जसरी यसलाई सिँगारिएको छ त्यो चाहिँ एकदम प्रशंसा गर्न लायकको छ क्या साथीहरू है।
तपाईहरुले पनि यो भ्लगबाट हैन देखेर तपाईहरु पनि केही कुराहरु बुझ्नु भयो होला, केही कुराहरु देख्नु भयो होला हैन, र केही कुराहरु सिक्नु पनि भयो होला। मैले त केही सिकाउन सक्दिनँ साथीहरु हैन, तपाईहरुले यो भ्लग हेरेर देखेर सिक्ने कुराहरु चाहिँ तपाईहरुले पनि सिक्नु भयो होला भन्ने मलाई लाग्छ। र जसरी माया गरिदिनु भएको छ, अब माया त अब त्यही 14-15 जनाले गर्नु हुँदो रहेछ। तैपनि म त्यो 14-15 जनाले गरेको मायालाई हैन मनमा राखेर हैन चाहिँ मैले उहाँहरुको लागि पनि यो भिडियो सुम्पिन चाहन्छु। त्यसो भन्दै आजको यो भ्लगबाट म अब बिदा पनि लिन चाहन्छु साथीहरु हैन। अझै मेरो भ्लगलाई हैन, मेरा भिडियोहरुलाई हैन, अनि मेरा भावना मेरा विचारहरुलाई माया गरिदिनुहोस्, साथ सपोर्ट गरिदिनुहोस् हैन। त्यसो भन्दै आज यो भिडियोबाट म बिदा लिन चाहन्छु साथीहरु। जय नेपाल।